यसो आउँदा माया सपसौला भेडा हेर्दै दुईजना बसौला हावा सरर बुकीको डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर। हेलो नमस्ते गुड मर्निङ एभ्रिवान है। अहिले चाहिँ हामी ढोरपाटनको यात्रामा छौँ र अहिले चाहिँ हामी अब होटलमा बसेर चाहिँ अहिले हाम्रो यात्रा हुँदैछ बुकीपाटनको लागि। एक किसिममा चाहिँ बुकीपाटन पुग्नेछौँ। हाम्रो 4 घन्टाको बाटो हुँदै चाहिँ 3 घन्टाको बाटो चाहिँ हुन्छ हाम्रो लागि। 3 घन्टामा चाहिँ हाम्रो पुग्ने टार्गेट हो। अब बिहानै गरेर मौसम पनि बवाल छ, त्यो डाँडामाथि जाने हो। तर अब हाम्रो यात्रा सुरु हुन्छ। मौसम नबिग्रिँदै पुग्नु पर्छ। सो त्यही अब बाटोमा हेर्दै जाउँ के कस्तो हुन्छ होइन। ल लेट्स सी। सो गाइज देख्न सक्नुहुन्छ होइन, अब हामी निस्किसकेको छौँ बुकीपाटनको लागि। त्यही हो, पैदल यात्रा चाहिँ अलिक गाह्रै हुँदो रहेछ। बिहान बिहान चिसो चिसो मौसम, अलिकति बिहान बेलुका चाहिँ जाडो नै रहेछ है। दिउँसोमा चाहिँ ठिकै हो, बिहान चाहिँ अलिक जाडो हुँदो रहेछ। तर जाडोमा पनि हामी चाहिँ 2 घन्टाको लागि टार्गेट राखेर अघि बढेका छौँ। हेरौँ कति टाइम लाग्दो रहेछ। सुन्दा चाहिँ यहाँ 4 घन्टा लाग्छ भनेका छन् होइन, तर पनि हाम्रो टार्गेट भनेको 2 घन्टा छ होइन। यस्तो छ मौसम खुलेको छ, यहाँ हिँडिरहेछ सुभाष भाइ टक्क लगाएर। यता पनि मौसमहरू खुलेको छ। खास त हामी यति बेला चाहिँ हामी वहाँ पुग्नु पर्ने थियो, तर सायद बिहान अलि ढिलो उठ्नुको कारण अलिक ढिलो भइसक्यो। त्यही पनि 2 घन्टा पुगिन्छ भन्ने आश चाहिँ छ है। त्यही हो, गाह्रो भइसक्यो। अब के गर्नु अरे यार, लागौँ अब बिस्तारै माथि पुगेर हेरौँ ल के कस्तो है त। ल हिमालय मोहन खोलाको चिसो पानी ढोरपाटन पुगेको है, एकदम चिसो। हामी चाहिँ अब यात्राको क्रममा छौँ। हामीले टार्गेट राखेको थियौँ 2 घन्टा, तर यो चाहिँ सक्सेस होला जस्तो छ है। किनकि 1 घन्टा नहुँदै हामी आधा घन्टा पनि अलि बढी नै आइसक्यौँ होइन। त्यही भएर 2 घन्टाको टार्गेट चाहिँ धेरै हुन्छ क्या विषय। त्यो धेरै होला जस्तो छ। तर हामी चाहिँ टक्रा खाने हाम्रो होइन। जस्तो अरे होइन, अब हामी यात्रामै छौँ। केही क्षणमा हाम्रो यात्रा सफल हुनेछ। त्यसपछि माथि गएर एउटा भ्यू हेरेर भिडियो बनाएर हामी चाहिँ आज झर्ने हो। हाम्रो बास चाहिँ उहाँ हुँदैन। ल सुन्नु चिसो चिसो पानीले ल बुकीको पानी। ओ माई गड, ल अझ हाम्रो यात्रा नै टो डाँडामा है। लाग्छ अझै यात्रा हाम्रो जारी हुनेछ अझै पनि है। ल ल है साथीहरू, हामी आइसक्यौँ अब बुकीपाटन। अब चाहिँ धेरै छैन, 3320 मिटर। यात्रा चाहिँ रमाइलो भइरहेछ। ल यहाँ चाहिँ मान्छेहरू यस्तै बसिरहेछन् भेरीगोठमा।
ल दुध खानु कोही विषयमा दुध खाइदिने हो अन्तरी थरी ल साथीहरू अब हामी चाहिँ बाटोमा आउँदा चाहिँ यहाँ चाहिँ अलिकति चिया अर्ग्यानिक चिया र दुध लोकल चौरी गाईको दुध खाने विचार गरियो ल ट्याक्क अब दुध चिया खाएर अब चाहिँ हामी दुध चाहिँ होइन अब दुध मात्र लोकल चौरी गाईको दुध हो रहेछ होइन दुध खाने बानी पर्यो यस्तै छ बटे कुकुर कस्तो लोर लिएर आउनु पर्ने कि देखो गाइस देखो ल यहाँ चाहिँ अर्ग्यानिक र दुध चाय हामी चाहिँ खाँदैछौँ अब है अर्ग्यानिक है दुध पनि दुधमा चाहिँ हुन्छ ल ओके चिया नखाने दुधै खाने सबैले दुध खायो दुध खाने थोरै रोटिन रोटिन छ दुध खाने मलाई त्यसो चिया खानु छ सर केही फरक पर्दैन बिस्कुट नखाम्ला रोटी खाम्ला के दुई तिनवटा छोरी छ रोटी मकै होइन रोटी खाने आमा ल यता दाइहरूले चाहिँ यहाँ चिया बनाएर दुध बनाउने हुनुहुन्छ यो भोटे दुईटा बस्दै है तर काम त यसले गर्छ काम एउटै हो माथि गाउँ त छैन यस्तो समोसा पनि होइन ल उताबाट इन्डियन साथीहरू पनि मस्त हिँड्दै आइरहेको छन् चिल पारामा होइन माथि छ अहिले ल चाहिँ दुध बनाउनुहुन्छ जङ्गल छिर्यो होला है अझै आएको छैन नआउने बेला भएन यहाँ चाहिँ भैँसी राख्नुहुन्छ अहिले छदिनु भयो हजुर के अरे माथि भेडा माथि हुन्छ बनाएर हामी चाहिँ अब ल दुध खाएर त्यसपछि हल्का नास्ता गरेर त्यसपछि हामी बुकी पार्नको लागि निस्किन्छौँ अर्ग्यानिक इसका दूध भैंस का दूध है फ्रेश वो इंडिया में होता है ना वो बड़ा 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 भैंस होता है ये नेपाल का होता है ना वो छोटा वाला छोटा होता है तो बहुत मरत होता है ल है हामी चाहिँ चिप्ले ढुङ्गा आइसक्यो है अहिले चाहिँ यता चाहिँ हाम्रो ग्याङ छुटेर 4 जनाको ग्याङ लास्टमा 4 जना भई हाम्रो ग्याङ छुट्यो हामी चाहिँ ढोकपाटन जानु हिँडेको होइन 3400 मिटरभन्दा माथि आइएछ बुकीपाटन चाहिँ त्यहाँ बुकीपाटन जाउँ ल हामी चाहिँ यात्राकै क्रममा छौँ यो चाहिँ पसल होइन अहिले चाहिँ बन्द रहेछ यता पनि भ्यू बवाल छ तर सोचे भन्दा चाहिँ अलिकति ढिलो त भयो है किनकि घामले चाहिँ डाँडाकाँडा ढाकिसक्यो मौसम पनि यस्तो छ चिसो चिसो छ होइन यहाँ चाहिँ भेरी गुड है भन्नाले भेडा त देख्दैन यहाँ भैँसी चाहिँ पाल्दा रहेछन् ठक्क लाएर ल अब चाहिँ अघि बढ्दै गरौँ हेरौँ के हुन्छ है ल ल ल ल हाम्रो गाइडलाई चाहिँ भोक लाग्यो क्या गाइडलाई भोक लाग्यो हाम्रो चाहिँ यो गाइड हो होइन टक्क यहाँसम्म लेखा हामीलाई एउटा लिन आँखा यो चाहिँ यो होइन तलदेखि आएको हामीलाई लिएर यो चाहिँ हामीलाई लिन आएको हो फेरि ल भाइ चल चल ल माथि खाने हिँड ल
ल अब बुकीपाटनमा पनि आइपुग्यो। यहाँ चाहिँ खच्चरहरू चरिरहेको रहेछ। त्यही हो, बवाल छ जस मौसम खुलेको छ आज। ल खच्चरहरू चरिरहेको छ, नाइस भ्यू छ आज। ल बवाल छ है। ल लास्टमा हामी 17 जना हो हिँडेको, तर आइयो 4 जना चाहिँ आउन सफल भयो टाइममा। अरू कहाँ हो थाहा छैन। ल भाइ नमस्ते बुकीपाटन। र फाइनली हामी बुकीपाटनमा आउन सफल भइसकेका छौँ है। र हाम्रो यात्रा चाहिँ त्यही अब साथीहरू पनि अब कहाँ छुट्टै है। हामी चाहिँ 4 जना आइपुग्यो। यस्तो बवाल छ नि होइन, दामी छ पुरा हिमाल देखेको रहेछ होइन। मौसम यस्तो खुलेको टाइममा आएछ कि हामी सायद अब हामीभन्दा पछिको चाहिँ यो देख्दैन होला सायद, त्यस्तो छ होइन। र यताको मौसम एकदम बवाल छ नि, तर है भ्यू चाहिँ यस्तो खुलेको छ। अब यसो भ्यू हेरौँ, इन्जोय गरौँ त्यसपछि। सो गाइस देख्न सक्नुहुन्छ होइन, यहाँको अवस्था चाहिँ यस्तो छ। अब हामी बुकीपाटन आएर चाहिँ हल्का नास्ता गरेर फेरि अगाडि जाँदैछौँ। हावा चाहिँ लास्ट चल्दो रहेछ, अट्टी नै जान्छ। यो चिसो पनि छ, तर मौसम पनि एकदम खुलेको छ। एकदम रमाइलो नै छ है। एकचोटि चाहिँ भिजिट गर्नु होला हजुरहरूले पनि। सो हामी चाहिँ ग्रुप चाहिँ 4 जना हो, अहिलेसम्म 4 जना मात्रै छौँ त। अब हाम्रो यात्रा नै के टाढा त्यसपछि आउने हो। यहाँ चाहिँ कस्तो रहेछ भन्दा बुकीपाटनमा चाहिँ होटलहरूको पनि व्यवस्था रहेछ कि, तर अलि महँगो चाहिँ महँगो पऱ्यो रहेछ है। हामी चाहिँ ढोरपाटनमा बास बसेर आज बिहानै बुकीपाटनको यात्रा गरेर आएको होइन। त्यसपछि चाहिँ टेनमा चाहिँ ढिलो रहेछ, टेनमा सुत्न लगायो कि त्यही हो, बवाल छ एकदमै बवालै छ है। सो ल टुरिस्टहरूको लागि चाहिँ टेनमा रहेछ, टेन्ट लाएर बसिरहेछन् टुरिस्टहरूको लागि चाहिँ। ल अघि आउँदा चाहिँ यस्तो दामी थियो मौसम होइन, भर पुरै छेकिसक्यो त्यो। के गर्नु अब, यस्तो छ अवस्था। जाडो यहाँ लास्टै जाडो त बुकीपाटन चाहिँ आयो होइन, तर जाडो चाहिँ लास्टै यार। हाम्रो अब लास्ट हो भनेको चाहिँ अब भेडा हेर्ने हो। हाम्रो अन्तिम इच्छा, हाम्रो कसैले अन्तिम इच्छा बुकीपाटन गरेर अन्तिम इच्छा के हो भन्नु भने हामीले अन्तिम इच्छा चाहिँ त्यो हो। अरू चाहिँ हाम्रो इच्छा केही छैन। 4-5 हजारको बठानै भेटियोस् भन्ने हो हाम्रो। हामी लक्ष्य पनि हो, आउने बित्तिकै हिमाल पनि हेर्न पाइयो। अहिले त पुरै बन्द भयो हिमाल। हामी लक्की टाइममा आइयो थियो, अब भेडा पनि हामी लक्की टाइममा देखिन्छ होला जहाँसम्म होइन विसन्जी। के हो र चिसो मौसम होइन के भएको तपाईँलाई? ओन्ली 15 मिनट भने हिँडाले 2 घन्टामा लेख होइन। तर हामी चाहिँ होइन ढोरपाटनदेखि बुकीपाटन चाहिँ हामी 2.5 घन्टामा आइयो के। हामी चाहिँ होइन हिजो चाहिँ 8 घन्टामा आएको भन्नुभएको थियो होइन कसैले त? 6 घन्टा 7 घन्टा 8 घन्टामा आउनु थियो। हामी चाहिँ 2.5 घन्टामा आइदियौँ क्या। हामी चाहिँ हाउ टु पास के भएको तपाईँलाई? मिल्क खाएर होला के। आई लभ मिल्क खाएर आइयो, त्यही भएर त्यसको तागतले गर्दा पनि हामी छिटो हिँड्यो क्या। मालदा यो सबभन्दा छिटो हिँडेको छ नि यहाँ। सो गाइस ल वाट भ्यू पोइन्ट एकदम बवाल छ है। ल बुकीपाटनको भ्यू पनि के हो, हामी चाहिँ अहिले 4 जनाबाट 1 जना थपेर फेरि 5 जना भइसकेका छौँ। अघि बिचबाटमा जो मान्छे छुट्टी थियो त्यो मान्छे फेरि आइसकेको छ, त्यही भएर हामी 5 जना भयौँ। अहिले चाहिँ अब हिमाल त यस्तै भइसक्यो, अब देखिने छोड्यो। अब चाहिँ फेरि पुरानै 5 जनामा सीमित छौँ। हाम्रो यात्रा अब सुरु हुँदैछ। त्यही हो अब। सरी गाइस, यहाँको एकदम अर्को कफी खान लाएर है।
यो छुटेको ल जुस बवाल बवाल छ है घोडा आएछ अब घोडा चलाउन पाइन्छ घोडा आएछ ल केही त गर्दैन यसले केही त गर्दैन भेडा छैन यता भेडा छ उता कहाँनिर यहीँ डाँडामा छ तल यहाँबाट देखिन्न तल त्यो भेडाहरू देख्न देखिन्छ ल आएपछि भिकारीले नगर्यो नि कस्तुरी एकचोटि नि सम्झेन निष्ठुरी आवाज सररा बुकीको डरैमा आवाज सररा जता छ निर्माया उतै नजर जता छ निर्माया उतै नजर सो आउँदा माया सपसौला भेडा हेर्दै दुईजना बसौला हावा सरर बुकीको डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर टुङ टुङ जता छ निर्माया उतै नजर निकाल अझै ल एउटा हेरी तँ आउँछ कि नै लेका लिग बेच्दै छ जुनी घाँस दौरा नगरी कालीको यस्तै छ जुनी यस्तै छ जुनी घाँस दाउरा माया नगरी नगुनी वनपाखामै बित्यो जोबान तिमीले माया मारे पनि याद आउँछ यो मनमा तिमी सँगै बित्छ जोबान तिमी सँगै बित्छ जोबान ल साथी हाम्रो यात्रा अझै सुरु हुँदैछ ल अहिले हामी बुकीपाटनदेखि चाहिँ अलिकति अगाडि बढिरहेका छौँ समय लाग्छ केही समय लाग्छ बाटो चाहिँ यता चाहिँ अलि डेन्जर छ है बाटो डेन्जर छ बाटो डेन्जर छ यो बाटो उकालो लाग्नुपर्छ ल पहिरो लिनिरहेछन् मान्छेहरू माथि माथि पहिरो लिनिरहेछन् आउँदैछन् हाम्रो साथीहरू त्यहाँ पुगिरहेछन् त्यो यो बाटो चाहिँ हल्का अप्ठ्यारै छ है जाने क्रममा छौँ अब हेर्नु यता पनि हावा चलिरहेको रहेछ कि त्यही भएर चिसो मौसम चाहिँ हेरि जाउँ अब कति समय लाग्छ ल माथि डाँडामा पुग्दा है ल ए डेन्जर एरिया जोनमा छिरिसक्यो हामी मास्तिर पनि यस्तो छ फाइनली यस्तै गाह्रो भएर आएको छ है अब के गर्नु हिँड्नु परेको हो बाटो हेर्नु यस्तो छ हालत ल
त्यो डाँडाबाट हामी यहाँ आइपुग्यौँ। यता चाहिँ 15-20 मिनट लाग्ला जस्तो, तर चाहिँ आउँदा चाहिँ 1 घन्टा लाग्दो रहेछ क्या। गाह्रो छ, यस्तै छ है। ट्रेकिङ जाँदा चाहिँ गाह्रो नै पर्छ। फाइनली हामी आइपुग्यौँ। आस्ते 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 भए पनि फुर्से देउराली। वा ल देउराली 4008 मिटर। 4008 मिटर है। मौसम चाहिँ यस्तो छ। चिसो त लास्टै चिसो हो, त्यही पनि हो। मजा छ त्यस। मजा चाहिँ छुट्टै मजा आइरहेको छ। केटाहरू पनि फुल इन्जोय गरिरहेछन् होइन। यताको भ्यू कमाल छ। यहाँ चाहिँ घर बनाउने रहेछ। मुही खान भनेको मुही पनि छैन रहेछ। दुध चाहिँ छ अरे। भरे दुध फेरि कफी खान मन यस्तो छैन। ब्ल्याक खाम न त कफी, इनर्जी आउँछ अलिकति। यहाँ चाहिँ घर बनाउँदै हुनुहुँदैछ। पुरा ढुङ्गाहरू यत्रो बोकेर है यस्तो तरिकाले बनाउँदै हुनुहुँदैछ होइन। ल साथी हो, बाई बाई ढोरपाटन। आज चाहिँ हामी ढोरपाटनदेखि बिदा लिएर हामी घरतिर जाँदैछौँ। त्यसै ढोरपाटन बुढीपाटनको बसाइ पनि एकदम राम्रो भयो है। ल अब चाहिँ ढोरपाटन बाई बाई। लागि आफ्नै गाउँतर्फ। ल।